không cần một bài pháp, cũng chẳng cần một lần giảng kinh, chỉ bằng những bước chân lặng lẽ hành trì theo lời Phật dạy. Nhưng mỗi một bước chân ông đi đều có thể gieo những duyên lành tới người dân Nepal và tới những mảnh đất và nơi ông đã đi qua. Và ngày hôm nay ở tại đây, một ngôi trường học của Nepal, những người yêu kính ông, những người yêu mến đạo Phật đã phát tâm để gieo duyên lành, tặng những món quà nhỏ cho những người bạn ở Nepal. म कृतज्ञ छु यस धरतीमा गुरुको उदय भएकोमा। म कृतज्ञ छु मैले तथागतलाई चिन्न पाएकोमा। आमा बुबालाई धन्यवाद जसले मलाई जन्म दिनुभयो। मैले गुरुको जीवित रूप देख्नु। So we are very much happy that very soon our children from nursery to class 12 are going to be participating in this program. Okay. हाम्रा सम्पूर्ण गेस्ट पाहुनाहरूलाई म कार्यक्रम सुरु गर्न गइरहेको छु। त्यसैले शान्तसँग आफ्नो स्थानमा बस्दिनको लागि हार्दिक अनुरोध गर्दछु र सम्पूर्ण आदरणीय अभिभावकको प्राङ्गणमा हजुरहरू सामु हाम्रो एउटा द सोसाइटी अफ विपसना मेडिटेटर्सको संस्थाबाट छिटोभन्दा छिटो अगाडि बढाउन गइरहेका छौँ। 1 बजेदेखि सुरु हुनु भनेको कार्यक्रम समय व्यस्तताका कारण हजुरहरू सामु केही ढिलो उपस्थित हुन बाध्य भएकी छु। यसका लागि क्षमा याचना माग्न चाहन्छु। 2081 साल चैत्र महिनामा दर्ता गरिएको हाम्रो तिलोत्तमा नगरपालिका सेवरी समाजमा रहेको विपसी बौद्ध समाज द सोसाइटी अफ विपसना मेडिटेटर्स संस्थाले आज भियतनामका पाहुना हाम्रा आदरणीय पर्यटक भिक्षुहरूको सहयोगमा आर्थिक सहयोगमा एउटा अनुमति माग्नु भयो र खुसी हुँदै हाम्रो त्यो समाजमा बस्नु भयो। एक दिन उहाँहरूलाई त्यो समाजमा अध्यक्षता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै संस्थाका सल्लाहकार श्री टेकनारायण पौडेलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी यस जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक आदरणीय गुरु श्री मित्र बहादुर छेत्रीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
लागि अनुरोध गर्दछु। उहाँहरूको वस्त्रसित सम्बन्धित छ, भिक्षुहरूले लाउने चिरसित सम्बन्धित छ। 5 वटा, त्यसपछिका 5 वटा उहाँहरूको भोजन र भोजन पात्रसित सम्बन्धित छ। त्यसपछिका 5 वटा उहाँहरूको वासस्थान र बस्ने कुरासित सम्बन्धित छ। र एउटा जुन लास्टको अन्तिम छ त्यही नै उहाँहरूको के हो त भन्दाखेरि अलिक कठिन, हामीले हेर्दाखेरि बहुत कठिन साधना गरिरहेछन् जस्तो लाग्यो भिक्षु। र जुन परियोजना कार्य हाम्रा विदेशी पाहुनाहरूलाई विद्यार्थीहरूले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ मायाको चिनोको रूपमा, अरविन्द केवट, प्रिन्स सुनार, रचित भण्डारी, आशिका केवट र आयुष्मा कुमार गरी जम्मा 19 जना विद्यार्थीहरू रहनु भएको छ कक्षा नर्सरीमा। र कक्षा नर्सरीका विद्यार्थी भाइ बहिनीहरूलाई ब्यागभित्र सार्पनरहरू प्रदान गरिएको छ र साथमा विद्यार्थी भाइ बहिनीहरूलाई बिस्कुट फ्रुटी पनि सही ब्यागमा राखेर दिएको जानकारी गराउन चाहन्छु। Okay, class 7. Now, come front, class 7. It's your time now. Make your line first. Get your materials turn by turn with high respect, systematically.
अनि क्लास 6 को क्लास 7 को पालो आउँदैछ है क्लास 7 तत्पश्चात क्लास 8 को पालो रहन्छ त्यसमा खाजा पनि छ है रोटी छ बिस्किट छ त्यो पनि खाने क्लास 7 Class 8. Now it's your time. It's your turn, class 8. ल क्लास 8 का सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू स्टेजमा आएर लम्बा दौडिने क्लास 8 गीता म्याडम गुरुदेव सर कृपया हाम्रो तर्फबाट पनि यसो फोटो सुट गरिदिनु होला हामीले पनि आजको भव्य समारोह भव्य कार्यक्रमलाई सामाजिक सञ्जालमा राख्नेछौँ हामी हार्दिकताका साथ सामाजिक सञ्जालमा राख्नेछौँ त्यसबाट हाम्रो तर्फबाट पनि फोटो खिच्ने कामलाई निरन्तरता दिनु होला क्लास 8 क्लास को पालो चल्दैछ है क्लास 8 क्लास 8 स्टुडेन्ट्स कोही नछुटोस् कोही नदोहोरियोस् है क्लास 8 क्लास 9 ल क्लास 9 को पालो It's your time, it's your turn, class 9. Make your line first. La class 9 को line. सलोनी बिका, संध्या लोर, सरिस्मा केवट, शिवा खनाल, सोहन लोर, सोनिका परियार, सुसेन कार्की, आयुष्मा थारू, सुषमा थारू, कृष्णा थारू, हामी आदिको अनुरोध गर्दछौँ विपसना मेडिटेटर्स सेमरी 13 मा बनेको समूह र भियतनामको